अब चाहिँ म त्यो ढुङ्गाबाट हाम फालिसकेपछि उयो ढुङ्गामा जान्छु। त्यो ढुङ्गाभित्र चाहिँ यस्तो बवाल मान्छे बस्ने टक्क घर जस्तै बनाएको छ कि वरिपरि। पहिला त्यस्तो मान्छे नै बस्थ्यो पहिला चाहिँ, अहिले त अब बस्छन् कि बस्दैन मलाई थाहा भएन होइन। म जान्छु के कस्तो छ हेर्छु। गाह्रो पनि रहेछ उकालो हिँड्न त, खरक बाटे खरक आयो यस्तो छ। ए सर्प, सानो सर्प रहेछ। सानोतिनो सर्पदेखि मलाई डर लाग्दैन फेरि। यहाँभित्र जान्छ है, हेर्नु ढुङ्गा नै कस्तो छ हेर्नु न पहिला सुरु। ल हेर्नु यहाँभित्र के छ हेर्छु है। ओहो हेलो, अहिले त झाडी घाँस उम्रेछ त भित्र त नि अहिले त। ल यस्तो छ यो ढुङ्गा, ढुङ्गाको मुनि यस्तो, भित्र यस्तो छ। पहिला चाहिँ यहाँ मान्छे बस्थे, मान्छे सुत्थे कि टक्क। अहिले त यो जङ्गली जनावरले बस्ने जस्तो भइसक्यो। भित्र पनि छ फेरि, त्यहाँभित्र त कति धेरै छ। म जान सकिनँ, डराएँ म। मलाई डर लाग्यो, जङ्गली जनावरको एट्याक हुनसक्छ। बाहिरबाट नदेखि भित्र लुकेर बस्यो हुनसक्छ नि त। हेर्नु यत्रो ढुङ्गा छ भित्र, त्यहाँ भित्रसम्म छ नि त। हो यो छानो हो, यो घाँस उम्रिसकेको छ, पुरानो भइसकेको छ। हो दामी छ। पछाडिको जम्मै खेतीपाती गर्ने जग्गा हो। माथि कति रमाइलो होला जङ्गलभित्र फेरि। अब जान्छु म। यति घुमिसकेपछि चाहिँ पुग्यो एकदम। उयो जङ्गल छ नि, ऊ त्योभन्दा तल एउटा धेरै कुना छडो छ, भनौँ झरना छ कि एकदम बवाल। यस्तो बवाल झरना छ कि एकदमै मनै लोभ्याउने टाइपको झरना छ। तर आज त्यहाँ जान सम्भव हुँदैन। यसो एक दिन फुर्सद मिलाएर त्यहाँ आउँछु। त्यो झरनाको पनि एकदमै दामी भिडियो क्लिक गर्छु म। यस्तो बवाल छ, म माथिबाट पनि एक दिन माथिबाट एक दिन तलबाट आउनुपर्छ। त्यो झरना तल माथिबाट एकै दिन घुम्न भ्याइँदैन, किनभने भिड छ कि त्यहाँ मान्छे जान नसकिने टाइपको भिड छ। अनि त्यस्तो ठाउँमा त रिस्क लिनु भएन नि त, जानै नसकिने असम्भव ठाउँमा त होइन। अनि त्यही भएर एक दिन तल गएर, तलबाट चाहिँ एकदमै बवाल दामी देखिन्छ, माथिबाट चाहिँ तलको दृश्य देखाउँछु म। त्यस्तो छ। यो चाहिँ हाम्रो बारी हो। यो चाहिँ जम्मै यो तलदेखि यत्तिकै यति, त्यो चाहिँ हाम्रो बारी हो है त। फुनायो खुट्टामा प्रेसर पर्यो। काली ओराली धाइ धाइ के को माया लाउनु र करलाई नरौ मायालु। राम 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 गए बनैमा मृग झर्यो स्याउले बनैमा। उयो ढुङ्गा हेर्नु न, ठ्याक्कै मन्दिर जस्तो छ कि यो। ल हेर्नु यस्तो छ।